एउटा मार्की प्लेयर, रेड हट इन्फर्ममा भएका यङ्स्टर र आफ्नो कमब्याक सुरु गर्दै गरेका अन्डर 19 का क्याप्टेन सबै छन् अहिले अक्सन पुलमा र अब आउने मन्डे सबै 8 फ्रेन्चाइजेस भेटी अक्सन रुममा बसेर बाँकीका ग्याप्स फिल गर्नेछन्। यो भिडियोमा एनपीएल सिजन 3 अक्सनको सबै इम्पोर्टेन्ट कुराहरू कभर गर्नेछौँ, जस्तै कि डेट, इच टिमको पर्स एमाउन्ट र कुन प्लेयर्सले चाहिँ अक्सनमा सबैभन्दा धेरै हाइलाइट लिन सक्छन्। सबैभन्दा पहिला हजुरहरू आफ्नो क्यालेन्डरमा चाहिँ यो डेट मार्क गरेर राख्नुहोला। एनपीएल सिजन 3 को अक्सन जुलाई 6 मा हुनेछ नेपाली क्यालेन्डर अनुसार असार 22 यानि कि अब आउने मन्डे। यो अक्सन लाइभ एनपीएल को अफिसियल युट्युब च्यानलमा स्ट्रिम हुन्छ, त्यसैले तपाईहरुले कुनै पनि ठाउँबाट यो बिडिङ वार लाइभ हेर्न सक्नुहुन्छ। अब सबैभन्दा इन्ट्रेस्टिङ पार्ट, इच टिमले कति पैसा लिएर अक्सनमा आइपुगेका छन्। रिटेन प्लेयर्सको स्यालेरी पर्सबाट डाइरेक्ट डिडक्ट हुन्छ, त्यसैले बाँकी पैसाले टिमहरूले कसरी एग्रेसिभ हुन सक्छन् भन्ने बुझ्न मिल्छ। सबैभन्दा छोटो पर्सबाट सुरु गरौँ, जुन छ काठमाडौँ गोर्खाको। काठमाडौँ गोर्खाज ओन्ली 25 लाख लिएर यो अक्सनमा आइपुगेका छन्। उनीहरूले करण केसी सहित आफ्नो अरू 6 प्लेयर्सलाई रिटेन गरेका छन्, त्यसैले चाहिँ उनीहरू अक्सनमा धेरै शार्प र सेलेक्टिभ हुनुपर्छ। सेकेन्डमा छन् चितवन राइनोज, जोसँग छ 32 लाख इन पर्स। थर्डमा छ सुदूरपश्चिम रोयल्स, जोसँग चाहिँ 32.5 लाखको पर्स हुनेवाला छ। दिपेन्द्र सिंह ऐरी भाका टिम प्लस ब्याक टु ब्याक फाइनल्स खेलेको सुदूरपश्चिम रोयल्ससँग चाहिँ धेरैको ठुलो आश छ। थर्डमा छ कर्णाली एक्स, जोसँग छ 34 लाख इन पर्स। त्यसपछि आउँछन् पोखरा एभेन्जर्स, उनीहरूसँग छ 36.5 लाख। आफ्टर पोखरा पर्स चाहिँ सिधै जम्प हुन्छ टु डाइरेक्टली 40.25 लाख, जुन चाहिँ हुन्छ लुम्बिनी लायन्सको। टाइटल जित्ने स्क्वाडको अलमोस्ट सबै प्लेयर्सलाई रिटेन गर्दाखेरि पनि यो धेरै नै ठुलो वार चेस्ट हो। र सबैभन्दा टपमा 2 टिम्स टाइट छन्, विराटनगर किङ्स र जनकपुर बोल्ट्स। दुईटैसँग हुनेवाला छ 42.25 लाख। विराटनगरले आफ्नो कोर प्लेयर्सहरूले धेरै नै थोरै प्लेयर्सलाई रिलिज गरेका छन्, तर रियल स्टोरी भनेको जनकपुर हुनेवाला छ। उनीहरूले आफ्नो मार्की प्लेयर र नेसनल टिमका ओपनर आसिफ शेखलाई रिलिज गरेका छन्। यो डिसिजनले उनीहरूलाई अक्सनमा सबैभन्दा ठुलो पर्स दिएको छ र सायद उनीहरू अक्सनमा अब एग्रेसिभ भएर सबैलाई आफ्नो विनिङ इन्टेन्ट देखाउन चाहन्छन्। यो त भयो पैसाको कुरा, यो पैसा सबै टेबलमै छ, तर अब यो पैसाले कुन चाहिँ प्लेयरहरूलाई चाहिँ किन्न सक्छ होला त। फर्स्टमा छन् आसिफ शेख। आसिफ शेखलाई जनकपुरले रिलिज गरेपछि उहाँ नै हो यस अक्सन पुलमा सबैभन्दा ठुलो नाम। उनी एउटा प्रुभन विकेट किपर ब्याटर हुन्, काम र क्लासिकल स्टाइलले खेल्ने गर्छन्। उनको लागि बिडिङ वार चाहिँ हुन्छ नै होला। मलाई चाहिँ सायद लाग्छ जनकपुर बोल्टले पनि फेरि बिट गर्नेवाला छ आसिफ शेखको लागि। सेकेन्ड हामीले हाइलाइट गरेको प्लेयर छ बिपिन रावल। बिपिन रावल सिजन 2 मा चितवन राइनर्सको लागि विकेट किप गरेका थिए, तर सिजन 3 को रिटेन्सन लिस्टमा भने छैनन्। थर्डमा छन् त्रितराज दास। यो नेम त हजुरहरूले अहिले सुनिराखेकै होला। उनी अहिले रेड हट फर्ममा छन्। नेपाल एका लागि पनि सेन्चुरीहरू हानेका थिए। त्रितराज चाहिँ पोखरा एभेन्जर्ससँग सिजन 1 देखि थिए। राइट ह्यान्ड ब्याटर र राइट ह्यान्ड मिडियम बलर हुन्। सिजन 2 सम्म रिटेन थिए, तर अब रिलिज भएका छन्। उनी यङ प्लेयर हुन्, कलैयामा जन्मिएका र एनपीएल एक्सपिरियन्स भएका अलराउन्ड युटिलिटी प्लेयर खोज्ने फ्रेन्चाइजहरूले चाहिँ सायद त्रितराजलाई नै बिट गर्न सक्छन्। त्यसपछि आउँछन् सूर्य तामाङ। सूर्य तामाङ लुम्बिनी लायन्सको लागि सिजन 1 र सिजन 2 मा थिए। फर्स्ट अक्सनमा क्याटेगोरी एमा पनि 15 लाखमा सोल्ड भएका थिए, तर टाइटल विन पछि चाहिँ उनी रिटेन्सन लिस्टमा परेका छैनन्। उनी एउटा प्रुभन हाई भ्यालु प्लेयर हुन् र यो पुलमा उनी आइपुग्दाखेरि चाहिँ बिडिङ चाहिँ अलिक धेरै नै इन्ट्रेस्टिङ हुनसक्छ। त्यसपछि आउँछन् विवेक यादव। विवेक यादव पनि सेम सिचुएसनमा छन्। उनी पनि 2024 मा टप क्याटेगोरीमा सोल्ड भएको थिए। लुम्बिनीको च्याम्पियनसिप स्क्वाडको पार्ट पनि थिए, तर अहिले रिलिज भएका छन्। टाइटल विनिङ टिम्सबाट 2टा क्याटेगोरी एको प्लेयर्सहरू रिलिज भएका छन्। यही हेरेर पनि लुम्बिनीको स्क्वाड कति कम्पिटिटिभ थियो भन्ने बुझ्न सक्नुहुन्छ। र लास्टमा हामीले हाइलाइट गरेको वान अफ माई फेभरेट प्लेयर्स रित गौतम। उनी कर्णाली याक्समा सिजन 1 देखि थिए। क्याटेगोरी सीमा साइन भएको थिए र सिजन 3 मा आएर अहिले रिलिज भएका छन्। उनी अहिले धेरै नै राम्रो फर्ममा छन्। काठमाडौँको लागि म्याच विनिङ 71 पनि हानेका थिए पिएल सिंह मेमोरियल T20 कपको फाइनलमा। सो अहिलेको फर्म हेरेर चाहिँ रित गौतमको लागि पनि बिडिङ वार चाहिँ सायद ठुलो नै हुनसक्छ। 8वटा टिम कम्बाइन्डमा अलमोस्ट 285 लाख पर्समा छ। अनि पुलमा मार्की प्लेयर, 2टा टाइटल विनिङ स्क्वाड मेम्बर्स र इन्फर्ममा भएका यङ प्लेयर्सहरू छन्। यो हेरेर चाहिँ यसपालिको अक्सन चाहिँ बवाल नै हुनेवाला छ। जुलाई 6 मा एनपीएलको युट्युब च्यानल मन्डेको दिन, त्यही दिनदेखि नै हो सिजन 3 को सेप कस्तो हुनेवाला छ भनेर हामीले थाहा पाउने। हजुरहरूलाई चाहिँ कुन चाहिँ प्लेयरले सबभन्दा ठुलो बिट पाउँछ जस्तो लागिरहेछ, कमेन्टमा आफ्नो प्रेडिक्सन लेख्नुहोस्। अनि अक्सन डेमा हामी फेरि भेटौँला र हामी चाँडै नै अक्सन डेको एक्सक्लुजिभ फुटेजका साथ फर्किनेछौँ।
अहिलेको लागि यो भिडियोलाई लाइक गरिदिनुस्, सेयर गरिदिनुस् र मिल्छ भने नेप्सपोर्ट्स रेडारलाई सब्स्क्राइब गरेर बेल बटन थिच्दिनु होला। जे क्रिकेट, जे नेपाल।